वहाँ छतबाट असुल्क्या हेर्नुहोस् ऊ त्यो घरको बिल्डिङबाट असु ग्यास प्रयोग गरिरहेछ। यो घरको भित्रबाट प्रयोग गरिरहेछ। यो घरको भित्रबाट के हामीले अराजक के गरिरहेको थियौँ? हतियार बोकेर आएका थियौँ। सरकार तिमीलाई 17,000 मार्ने र मराउने काम गरेर रगत लिन पुगेर अझै युवाको रगत चाहिएको हो? युवाको रगत अझै चाहिएको हो? यो देशलाई परिवर्तनका लागि हामी कति ज्यान दिने, कति हाम्रा दाजुभाइहरूले ज्यान दिने? के हामी नेपाली होइनौँ? के गर्दैछ सरकार? हेर वहाँ छतबाट असु ग्यास प्रयोग गरिरहेछ। यो के का लागि? यो सभा गर्न हामीलाई किन नदिएको सरकार? यो प्रचण्ड के का लागि बैठक बस्यौ तिमीहरू तीनजना? देशलाई राष्ट्रघाती सम्झौता गरेर देशलाई बेच्नको लागि तिमीहरू मिटिङ बसेका? के हामी युवा होइनौँ? कि हामी देशका नागरिक होइनौँ? कि हामीले हाम्रो अधिकार माग्ने राइट छैन? के का लागि गर्न? यो भिडियोमा देख्न सक्नुहुन्छ सत्र परेलमा रहेका एउटा आमाले चाहिँ आफ्नो ज्यानको भिख मागिरहेका छन्। जसले चाहिँ मलाई बचाउनुहोस् घरमा छोराछोरी छ भन्ने कुरा गरिराख्नु भएछ। यो अवस्था चाहिँ किन आयो भन्ने कुरा चाहिँ मेन गरी राजावादी र जुन गणतन्त्रवादी रहेका छन् ती दुई बीच झडप भयो र बीचमा आए हाम्रो नेपाली सेनाहरू। र नेपाली सेनाहरूले बीचमा आएपछि हात खुट्टा भाँच्ने गरी पिट्ने अवस्था उत्पन्न भयो र त्यहाँबाट चाहिँ सेनाहरूलाई धेरै गाह्रो भयो। जसकारण आम जनताहरू पनि रोडमा ढुङ्गा मुढा हात हतियार लिएर निस्किन लाग्यो। र मेन गरी कुरा चाहिँ सेनाहरूले साइड लाग्नुपर्ने हो र सेनाहरू साइड लागेनन् र सेनाहरू बीचमा आए। जसकारण सेनाहरूलाई पनि धेरै चोटपटक लाग्यो र आम जनताको 2 जनाको ज्यान गयो। भिडियोमा प्रष्ट पारी देख्न सकिन्छ कि कसरी आम जनता ढुङ्गामुढा गरिरहेका छन् र कसरी चाहिँ प्रहरीहरू कुटे खाइरहेका छन् र आम जनता पनि कसरी हात खुट्टा भाँच्ने गरी पिटे खाइरहेका छन्। र यो भिडियोमा देख्न सक्नुहुन्छ 3 कुनेमा दुर्गा परसाई एक्लै गाडी लिएर कसरी अगाडि बढिरहेका छन् र दुर्गा परसाई भने चाहिँ कसको पक्षमा भन्ने कुरा राजावादीको पक्षबाट बोलिरहेका थिए र आम जनतालाई चाहिँ उसाल्ने काम पनि गरिरहेका छन्। जसकारण आम जनताहरू धेरै घाइते पनि भयो, धेरै कुराको क्षति पनि भयो। जसकारण नेपाल सरकार लगायत हामी जनतालाई पनि धेरै नोक्सान भइरहेको छ। यसको नोक्सान चाहिँ कसले तिर्ने हो भन्ने कुरा चाहिँ या त राजावादी र राजाले या त केपी शर्मा ओली प्रधानमन्त्री तिर्छ या नेपाल सरकारले तिर्छ, कसले तिर्छ भन्ने कुरा अहिले बाहिर आइरहेको छैन। मेन गरी त धेरै नोक्सान भइसकेको छ नेपालमा। र मेन गरी बालिन शाहले भन्छ चाहिँ 8 लाखको राजावादीहरूलाई चाहिँ फाइन चढाइसकेको छ र अन्य पार्टीहरूलाई पनि फाइन चढाउने अवस्था आइसकेको छ। र बालिन शाह चाहिँ चुपचाप रहेका छन् काठमाडौँ उपत्यकामा, काठमाडौँ नगरपालिकामा के कस्तो भइरहेको छ। तर बालिन शाह अहिलेसम्म चुप रहेका छन्, केही पनि आएको छैन बालिन शाहको तर्फबाट। अब कुन दिन के आउँछ र कसलाई गाह्रो हुन्छ भन्ने कुरा अहिले आएको छैन। तिनकुने र कोटेश्वर लगायत अन्य क्षेत्रहरूमा धेरै नोक्सान भएको छ। असुर ग्यास लगायतका सेनाहरूले धेरै गोली पनि प्रहार गरेको छ। जसकारण आम जनतालाई एकदमै गाह्रो भइरहेको छ। नेपाली जनतामाथि गोली चलाउने हामीले आमसभा गरेको थियो। म आमसभामा आउँदै थिएँ होइन, म आमसभामा आउन नपाउँदाखेरि गोली चल्यो। त्यहाँ टियर ग्यास हान्यो। टियर ग्यास कतिजनालाई मार्छ, कतिलाई मार्ने, कतिलाई मार्ने। तपाईले त सुरक्षा घेरेर तोडेर आउनुभयो, तपाईले के गरे आउनुभयो? किन गोली हान्यो? मलाई किन फेरि यहाँ बुम छ, यहाँ मेरो बुम होइन, खै मेरो यहाँ बुम छ। ए सबै क्लियर गर्दै जाऊ ल, हे क्लियर गर, तपाईले पछाडि गर्दिनु है, म त तान्नु पर्यो नि त यार। अनि पछाडि ए सर लग्नु सक्नु कसले जान्नु विचार जान्नु कसरी के गरेर भयो भने म आमसभामा आउँदैछु होइन। हिजो त्यत्रो सल्लाह भएको, म त्यहाँ भाषण गरेर अनि कार्यक्रम सकेर निस्किने भनेको हामी आउनुभन्दा पहिले टियर ग्यास हानेको छ, गोली हानेको छ। म कोटेश्वरमा आइपुग्दाखेरि तर्साउन खोजेको हो सरकारले। किन तर्छ भने हामी हाम्रो आमसभा गर्न नपाउने। तपाईहरुले आन्दोलन गर्दै गर्दा त्यो अगाडि प्रहरी दाजुभाइ पनि हुनुहुन्थ्यो, उहाँहरुलाई अनि पत्रकार साथीहरु सबै कुचिने तरिकाले कुचिने गरे हैन। अप्रिय अवस्था देख्न सक्छौं। तपाईलाई प्रहरीले समात्न खोजिरहेको होइन, समात्नु छ। प्रहरीले तपाईलाई के भन्नुहुन्छ? के भन्नुहुन्छ? यो मलाई गिरफ्तार गर्न के हो? के भन्नुहुन्छ? बोलाउन
प्रहरीले दमन गर्न खोजे यो खास के भएको के हो प्रहरीको दमन हो क्या यो तपाईको गाडी पुरै तोडफोड गरेर के तपाईको गाडी पुरै तोडफोड गरेछ पुलिसले गरे हो नि त देख्नुभयो नि हैन तपाईहरुले प्रहरीले तपाईँ चारैवटा घेरेर निकाल्नको लागि केही फरक पर्दैन के गर्ने मार्दै हैन केही गर्ने चारैतिरबाट घेरिसक्नु हुँदैन तपाईलाई होइन घेरेर केही फरक पर्दैन ओइ आएर मेरो सुरक्षाकर्मी मान्छे बस्छ तपाईको सुरक्षा कर्मीहरूलाई अहिले भर्खर प्रहरीले के गर्न चाहनुहुन्छ होइन त्यो त लग्यो त भएर यहीँबाट लगिरहेको त नि लगिसक्यो तपाईँको गाडी पनि फुटायो अब अगाडि प्रहरीको टोली रहेको छ अगाडि बढिरहेको छ यो गाडीमाथि प्रहरीले उहाँले यो प्रहरीका सम्पूर्ण सुरक्षा घेरा तोडेर दुर्गा प्रसाई अगाडि बढ्नु भएको छ र यति बेला पुलबाट अगाडि बढिसकेको छ यो दृश्य अगाडिपट्टि प्रहरीका घेरा तोडेर अगाडि बढिराख्नु हिजो त्यत्रो सल्लाह भएको म त्यहाँ भाषण गरेर अनि कार्यक्रम सकेर निस्किने भनेको हामी आउनुभन्दा पहिले टियर ग्यास हानेको छ गोली हानेको छ म कोटेश्वरमा आइपुग्दाखेरि तर्साउन खोजेको हो सरकारले किन तर्छ हामी हाम्रो आमसभा गर्न नपाउने तपाईहरुले आन्दोलन गर्दै गर्दा चाहिँ अगाडि प्रहरी दाजुभाइ पनि हुनुहुन्थ्यो उहाँहरुलाई अनि पत्रकार साथीहरु सबै कुचिनी तरिकाले होइन कुचिने गरे होइन भद भद हाम्रो मान्छे हैन तपाईलाई प्रहरीले अहिले समात्न खोजिरहेको छ होइन समात्नु छ प्रहरीले तपाईलाई के भन्नुहुन्छ के भन्नुहुन्छ यो होइन मलाई गिरफ्तार गर्न के हो के भन्नुहुन्छ बोलाउन प्रहरीले दमन गर्न खोजे यो खास के भएको के हो प्रहरीको दमन हो क्या यो बस्नु यहाँ कोही चाबी निकाल हैन गाडी तपाईको गाडी पुरै तोडफोड गरेर के तपाईको गाडी पुरै तोडफोड गरेछ पुलिसले गरे हो नि त देख्नुभयो नि हैन तपाईहरुले प्रहरीले तपाईँ चारैवटा घेरेर निकाल्नको लागि केही फरक पर्दैन के गर्ने मार्दै हैन केही गर्ने चारैतिरबाट घेरिसक्नु हुँदैन तपाईलाई होइन घेरेर केही फरक पर्दैन ओइ आएर मेरो सुरक्षाकर्मी वैसे बस्छ हामी यहाँ सुन्नु हामी यो गाडी चाबी कोसँग छ तपाईको सुरक्षा कर्मीहरूलाई अहिले भर्खर प्रहरीले के गर्न चाहनुहुन्छ होइन त्यो त लग्यो त भएर यहीँबाट लगिरहेको त नि लगिसक्यो तपाईँको गाडी पनि फुटायो हिँड्दै जाउँ जबरदस्ती नगर्नु दुर्गा प्रसाद यहाँ देख्दैछौँ त्यही बेला अगाडि उसले पुलिसले पक्राउ गर्यो भने पुलिसले लगेर छोडेको छ केही बेला अगाडि प्रहरीले पक्राउ गरेको थियो र भिड अनियन्त्रित भएपछि प्रहरीले पुनः दुर्गा प्रसाईलाई रिहा गरेको छ र दुर्गा प्रसाईलाई उनीहरूका सुरक्षामा खटिएका युवाहरूले दुर्गा प्रसाईलाई आफ्नो मञ्चस्थलतर्फ लैरहेका छन्
दुर्गा प्रसाईलाई प्रहरीले नियन्त्रण गरिसकेपछि पुनः रिहा गरेको छ दर्शकबिन। दुर्गा प्रसाद गाडीले चाहिँ अघि निषेध क्षेत्र चाहिँ तोडेको थियो पुलिसहरूले पेलेर गाडीले पेलेर अनि पर गाडी लगेर रोक्यो त्यसपछि यता पठाइदिएको